हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई भ्लग है सबैजनालाई मेरो नमस्कार। आज चाहिँ हामी काकरभिट्टाबाट तपाईँको इलाम सलकपुर भन्ने ठाउँमा जाँदैछु। यो चाहिँ इलाम र झापाको बोर्डर है। म पनि नयाँ छु होइन यो ठाउँमा, एकदम अननोन छु। हामी सबै गाइड। अब चाहिँ काकरभिट्टाबाट हामी चाहिँ 15 मिनटको यात्रापछि अहिले हामी खरसाङ पदमार्ग, यो खरसाङ पदमार्गमा अहिले हामी आइपुगेको छौँ र यहाँबाट चाहिँ हामी ठाडै उकालो लाग्नेछौँ है। र हाम्रो पैदल जाने यात्रीहरू को छ यहाँ रेडी हुँदैछ। पैदल जाने यात्रीहरू रेडी छ, पैदल जाने यात्रीहरू। र यो चाहिँ हाम्रो भिटामिन ए है, भिटामिन ए। ल पैदल यात्री ल यो अब 4 किलोमिटरको पैदल यात्रा सुरु भयो। हेर्नु है, जसले सक्छ पहिले हात अझै अप्सन छ है, गाडी नजिक छ है। बिचमा गएर चाहिँ म सकेन भन्न पाइँदैन है गाइज। ल हाम्रो यात्रा चाहिँ हाइकिङ सुरु भयो। हो माई गड, आदि पनि भएको छैन, सास फुल्यो। हो पर देखेको चाहिँ तपाईँको मेची खोला हो। यो चाहिँ सिरान। भान्जा थाकिसकेको छ भान्जा। अनि भान्जा आज नहुने भान्जा है। भान्जा कति गर्नु नहुनाको भान्जा? एक महिना भयो है, आज पुरा नहुने है। र केही कदम हामी भर्याङबाट हिँडेर र आज हामी फेरि भर्याङ क्रस भएर फेरि यो एउटा सानो एउटा गोरेटा बाटोमा आइपुगेको छौँ है। यो गोरेटा बाटो। हेलो गाइज, धेरै दिनपछि भनौँ न वाकिङ गरेको, लास्टै थके लाग्छ। अझै छ आधी घन्टा। हाम्रो हाइकिङ अझै खत्तम भएको छैन है। अझै आधी घन्टाको बाटो अझै छ तय गर्नको लागि। र आज हामी मध्य भागमा आइपुगेको छौँ। हाम्रो साथीहरूको अगाडि छन् भने हाम्रो स्ट्रङ साथीहरू चाहिँ आएको छैन। उहाँहरूको अनुमा लास्ट फाइनलमा पुगेपछि तपाईँहरू उहाँहरूको भिडियो देखाउँछु। तपाईँसँग प्लिज कन्टिन्यू माइ भ्लग है। सक्छ जङ्गल सफारी आजको हो। अरू चितवन सफारी गयो, हामी यहाँ जङ्गल सफारी। सिस्नु छ सिस्नु। चिची आइपुग्यो। कहाँ हुने उनीहरू कहाँ पुगिसक्यो। हिँड्नु अगाडि, हिँड्नु न छिटो। गर्दैन। अब चाहिँ हामी बाटो छोडेर फेरि अब जङ्गलतर्फ लाग्दैछौँ है। अब आधी बाटो जङ्गल भइसक्यो। हाम्रो दिदीहरू यहाँ बहिनी दिदी हिँड्दैछ है। आज उहाँहरूको चाहिँ फ्याटी लिभर % कम भइसक्यो अरे है। भम्बम काम गरे दिदीको। यो चाहिँ हाम्रो फौजी चाहिँ रिटायर भएर पनि अझै मङ्की रोप चढेको छ है यहाँ। मङ्की रोप
मङ्की रोप देख्नुभयो तपाईँले। अब हामी पुग्न पनि त्यो हाम्रो डेस्टिनेसन, हाम्रो गन्तव्य स्थान चाहिँ त्यो डाँडा है। यो सुन्तला घारीको सुन्तलाको रुखको बिचमा एउटा घर हाम्रो, हेर्नुहोस् यहाँ कति राम्रो घर, सानो च्याट्ट परेको घर। यो चाहिँ अलैँची, यो अलैँची यो के हो थाहा छ तपाईँलाई? यो चाहिँ हामी आधी घन्टाको यो दौडानपछि हामी चाहिँ यो घरमा आइपुग्यो है। कति सुन्दर घर, कति राम्रो घर। हेर्नुहोस् त फुलहरू पनि कति राम्रो फुलेको, कति राम्रो फुल फुलेको हाम्रो यो घर। र साथै यहाँ हाम्रो के अरे सलतपुरको सुन्तला है। 15-20 आधी घन्टाको दौडानपछि हामीले यति राम्रो सुन्दर घर भेटायौँ यहाँ है। र हाम्रो यो फुल हेर्नुहोस्, यो फुल चाहिँ यहाँ कति राम्रो फुलेको छ हाम्रो। अनि हाम्रो घरको बहिनी, हाम्रो यो ठाउँको नाम के अरे? कहाँ अरे? ए हामी इलाम पुग्यो अहिले। र हामी चाहिँ अहिले काकडफेरि इलाम आइपुग्यौँ है। यो इलामको के गाउँपालिका अरे बहिनी? यो रौँ गाउँपालिका सलतपुरमा है। यो भोटे छ यहाँ, अर्को म्याउ। र हेर्नुहोस् त यो इलाम काकडभिट्टाबाट हामी चाहिँ इलाम आइपुग्यो होला है। इलामको यो सलतपुरमा यो लालुपाते फुल, यो सुन्तला अलि फुलिसकेको छ है। कोपिला कार्तिक मङ्सिरमा हुँदो रहेछ है। यहाँ चाहिँ हाम्रो ब्रेक, पानी ब्रेक। ल अबको यो 5 मिनटको यो विश्रामपछि हामी फेरि हाम्रो आफ्नो गन्तव्य स्थानतर्फ लाग्दैछौँ है। हामी चाहिँ इलाम आइपुग्यो। ल बहिनीलाई धन्यवाद, चिया पानी पिलाउनु भयो, खुसी लाग्यो हामीलाई। अब हामी चाहिँ अब तपाईँहरूको कहिले रे सुन्तला फल्ने? मङ्सिरमा। कार्तिकबाटै खाना चाहिँ ठिक हुन्छ, राम्रो तयार चाहिँ मङ्सिरमा। ओके ल, मङ्सिरमा हामी तपाईँको सुन्तला खाना आउनेछौँ है। ल मङ्सिरमा ठिक्क कति राम्रो सुन्तला बगान थोरै छ गाउँमा, त्यतिखेर मङ्सिर पुस भरमा सिद्धिया हुन्छ यहाँबाट। मङ्सिर भरमा ल मङ्सिरमा बहिनीसँग मङ्सिरमा आउने बाचाका साथ अब हामी तपाईँसँग बिदा हुन चाहन्छौँ बहिनी। ल धन्यवाद। ल ओके ल बाई 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 सिम्बा। यहाँ हाम्रो भान्जा के खाने आज? यहाँ हाम्रो आजको म्याराथनमा फर्स्ट भएको भान्जा, अनि सेकेन्ड भएको भान्जा चाहिँ यहाँ चाहिँ नाङ्गे भएर बसेछ। यहाँ भान्जा थर्ड भएको भान्जा यहाँ यो बम यहाँ भएको छ। यो चाहिँ श्री अन्तु है। यो श्री अन्तु इलामको कन्याम पछिको मुनिको श्री अन्तु। अनि यो परको डाँडा देख्नु भएको छ, यो चाहिँ इन्डियाको डाँडा हो। र चाहिँ अहिले हामी चाहिँ सलतपुरमा है, हाम्रो टोली अहिले सलतपुर आइपुग्यो। र हाम्रो चाहिँ अब यहाँको एकछिन खाना ब्रेक हुन्छ, लन्च ब्रेक हुन्छ। हाम्रो यहाँ होटलमा लन्चको हामीले डिमान्ड दिइसकेको छौँ है। र लन्च ब्रेकपछि फेरि हामी चाहिँ अब फेरि झर्नामा नहुने प्लानिङ गरिरहेको छौँ है। र अब हाम्रो चाहिँ लन्च ब्रेक। फाइनली गाइज हाम्रो आजको म्याराथनको सबभन्दा विनरहरू यहाँ चाहिँ फर्स्ट विनर, सेकेन्ड विनर, उहाँलाई चाहिँ हामीले स्वागत स्वरूप फुल पनि दिइसकेको छौँ है। आजको हाम्रो विनर दुईजना है। र हाम्रो चाहिँ आजको लन्च ब्रेक यहाँ हुनेछ है। यो हाम्रो यो सानो होमस्टेमा हाम्रो लन्च ब्रेकको प्रोग्राम यहाँ छ आज है। हाम्रो नम्बरीले अब गाडी ब्रेक साइड गर्दैछ यहाँ।
र फाइनली हाम्रो लन्चको लागि चाहिँ हामी चाहिँ अहिले सलतपुर इलामको जङ्गल 99 होमस्टेमा आएका छौँ है। यहाँ चाहिँ हाम्रो खानाको लागि चाहिँ एकदम घरमा जस्तै बसेर खाने आनन्दले बसेर खाने ठाउँ रहेछ होइन। र प्लस यो चाहिँ हाम्रो बार, यो होमस्टेको नाम छ जङ्गल 99 सलतपुरमा है। र यता चाहिँ र आज चाहिँ हाम्रो यहाँ परिवारहरूले खाना खाँदैछ है सलतपुरमा। एकदम के को मासु हो? लोकल कुखुराको। भान्जी कस्तो छ? भान्जी कस्तो छ भनेको? घरको पाराले बसेर निच्यौँ खनी यही तुम्बा। यहाँ चाहिँ हाम्रो परिवार खाना खाँदैछ है। अनि यतापट्टि चाहिँ हाम्रो गोरे बाउ ड्रिङ्क्सको लागि चाहिँ हाम्रो पूजा पाठ गर्दैछ। बुम बुम यो हाम्रो अर्ग्यानिक इलामको तुम्बा। तुम्बा खाने मान्छेको नाम के होला? ल तुम्बा खान्छ। ओके गाइस, अब हाम्रो लन्च ब्रेकबाट चाहिँ हामी जाँदैछौँ होइन। कहाँ हामी जाने? कागडभिट्टा होइन। र हाम्रो एकदम खुसी लाग्यो आज हाम्रो यहाँ हाम्रो के तपाईँको होटलमा के अरे जङ्गल 99 जङ्गल 99मा हामी खुसी लाग्यो होइन। अनि दाजुहरूलाई के कस्तो लाग्यो खाना? एकदम दामी, एकदम खुसी लाग्यो होइन। एकदम माइन्ड फ्रेस भयो नि यहाँ आएर होइन। र आउने दिन फेरि हामी दुबारा यहाँ आउने छौँ होइन। हाम्रो यहाँ होटल नाम के जङ्गल 99 है। एकदम खुसी लाग्यो त्यो दुबारा आउन पाओस् त्यो होइन। शुभयात्रा, फेरि भेटौँ दाजुहरूलाई होइन। ओके यार भयो नि। हाम्रो यहाँ के अरे नाम हजुरको शुभ नाम? मेरो जिरमती तामाङ। ए अनि हामी चाहिँ हाम्रो यो ठाउँको नाम सलकपुर है। हामी चाहिँ चितवनबाट। हजुर मिल्दा खुसी मन परेर फोटो खिचेको। हजुर त्यो बाउ रातो यो दोडा सेतो र यो कालो बच्चा आमा उतै हो। ए ल खुसी लाग्यो आमा है। फेरि आउँछ आमा है। ल धन्यवाद। भोलि पनि पुग्नु
ओके गाइस अहिले चाहिँ हामी चाहिँ यो झलुङ्गे पुल देख्नु भएको छ होइन यो झलुङ्गे पुल चाहिँ झापा र इलामको बोर्डर है तपाईँ यतापट्टि झापा देख्नुहुन्छ भने यतापट्टि चाहिँ इलाम देख्नुहुन्छ होइन यो चाहिँ हामी झलुङ्गे पुलमा अहिले चाहिँ हाम्रो परिवारहरू झलुङ्गे पुलमा यस्तो हल्का रेस्ट गरेको छौँ है ल हेलो गाइस आज हाम्रो यात्रा थियो होइन काँडभित्रदेखि सलतपुरको यात्रा र कतिपय बाटोमा हामी चाहिँ पैदलबाट गयो भने कोही भान्जा र हाम्रो सानो नानी चाहिँ बस के अरे गाडीमा गयो होइन तर हाम्रो यात्रा चाहिँ आज पैदल यात्रा थियो एकदम राम्रो भयो हाम्रो क्यालेज पनि घट्यो होइन र हामीले वहाँ गएर कति रमाइलो गरियो होइन अहिले चाहिँ हामी ट्याक्कै भन्दा पर्दाखेरि कहाँ आइपुग्यो निन्दा सिरानमा आइपुग्यो होइन यहाँ चाहिँ अब हामी खास चाहिँ हाम्रो स्विमिङको प्लानिङ थियो तर के गर्ने पानीको अभावले गर्दा स्विमिङ छैन ढुङ्गा मात्र छ होइन तसर्थ हामी चाहिँ अहिले हामी झलुङ्गे पुलमा हाम्रो परिवार यहाँ सबै हामी यहाँ छौँ होइन र हेरौँ अब यदि पानी छ भने हामी हाम्रो यहाँ स्विमिङको दृश्य पनि तपाईँलाई देखाउँदैछु होइन